सक्नुहुन्छ यता चाहिँ हाम्रो गएर पनि हाम्रो हुन्छ के कस्तो हुन्छ भ्यूहरु तपाईहरुलाई अपडेट गर्ने छौं Wow, look at this view! Hey everyone! त्यो चाहिँ हाम्रो रहेको छ यो हाम्रो चाहिँ एकदम हाम्रो गाउँ रहेको छ कोही कोही डान्सिङ अनि फोटो पोज सबैजना एकदम चलिरहेको छ फाइनली हामी चाहिँ एकदमै अहिले चाहिँ फिलिङ हेभन के हामी स्वर्गमा आए जस्तो स्वर्गमा आए जस्तो फिल भइरहेछ एकदम कस्तो फिल भइरहेछ के भन्दिनुस् अहिलेको राइडमा चाहिँ मेरो बहिनी फुपूलाई पो आगो देखेको रहेछ त फुपू पख्नु त्यहाँ फुबस्नु और अभी तो रुको क्लाइमैक्स अभी बाकी है ल मेरो अर्को भागको ब्लगमा फेरि पनि स्वागत छ अनि यहाँ आज अहिले चाहिँ यहाँ टक्क हाम्रो मम्मी तल्लो घर मम्मीहरुकोमा चाहिँ हामी चट्ट लगाएर आउँदैछौँ ल एकदम यहाँ सबैजना घरमा आटी नाटी यतातिर चाहिँ हाम्रो चाहिँ यस्तै चल्छ है फेरि यहाँनिर पुरै ठाउँ हुँदैन तर एकदम बस्ने यो चाहिँ चलिरहेको हुन्छ हेर ल म नि लगभग म पनि जुत्ता सुत्ता खोलेर अब ट्याक्क छिर्नु पर्ने हुन्छ म कतातिर बसौँ त ए ल है आउँदै बाटोमा हाइज्याक भयो अरे मनी एकदम हाम्रो चाहिँ यो ओल्लो घर पल्लो घर गर्दै गर्दै पालै पालो गर्दै हामी फेरि हाम्रोमा चाहिँ सकिएको छैन अब फेरि यहाँ सकेपछि चाहिँ उता हाम्रोतिर होइन त हाम्रोमा चाहिँ लगभग इन्डिङमा हुन्छ हिरोको खेल फेरि लास्टमा हुन्छ भने जस्तो त होइन त्यही पनि अब यो सकेपछि चाहिँ हाम्रो घरतिर गर्छु होइन कमल टिका लाउने कार्यक्रम चलिरहेछ अब झ्याप लगाएर भिलेनको इन्ट्री भइसकेको छ अब झ्याप लगाएर घरमा आँटिसक्नु छैन तर यो खालको हाम्रो चाहिँ रमाइलो हुन्छ है ल नाटी भयो नि बेबी खोइ पैसा देखाउनु तपाईँको पैसा केटाकेटीलाई फेरि छुट्टै टाइपको रमाइलो के हो आम्मा बाघ होइन एकदम ठाउँ नभए यतिको त दुःख हान्नै गर्ने हुन्छ दिपा फेरि मान्छे सानो देख्नु भएन बुवाले यसो हेरौँ न कति के हो दसैँमा किन छोरी मान्छे रमाउनु हुन्छ भने हामीलाई पनि अहिले दुःख लाग्छ हाइलाइटको लागि मनोज चाहिँ हाइलाइटको लागि एकदम नमस्ते ल आइसकेको छ अब चट्ट लगाएर ल अब चाहिँ फाइनल्ली तल्लो घरमा पनि सकिसकेर चाहिँ अब चाहिँ हाम्रो घरमा पालो चाहिँ अब हाम्रो घरको रहेको छ हाम्रो घरमा चाहिँ ह्यापी दशैं ओल्लोमा सरिसकेको छु फाइनली अब हामी एकदम अब हाम्रोमा अब झुक्क लगाएर ल सबैजनाले कराइदिनु एक होला ल अब चाहिँ हाम्रो घरमा सरिसकेको छु पल्लो घरको माने पल्लो घरमा जाने अब चाहिँ हाम्रो हल्का टिका लगाउने
कार्यक्रम भइरहेको छ खाने धेरै नखाने दाने यहाँको टप धनी भनेको त्यही दाने अरे कहाँ दाने गोइरी गाउँको दाने हो यहाँ यो त मेरो नोक भइराख्नु हेलो हेलो दसैँ लाग्यो हो के हो कोदो फुल्यो बारी के हो नि कति राम्रो सुहाको बरिले जमरा र रात टिकैमा टिकाहरू के आउँदैछ टिकाहरू त के पढिँदैछ हो दसैँ आयो दसैँ आयो ररी रै चरी रारी रारी रमाइलो सारा गाउँ घरमा आइपुग्यो नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो यस्तै छ के गर्ने कति आयो कति आयो अगाडि अगाडि नै अगाडि नै हाम्रो एरियामा चाहिँ यही खालको दसैँ मनाइन्छ तपाईँहरूकोतिर कस्तो मनाउनुहुन्छ थाहा भएन है तर हाम्रो चाहिँ दसैँ चाहिँ एकदमै बबाले हुन्छ होइन एकदम बबाल हुन्छ हाम्रो टिकारी फेरि दुईपट्टि होइन दुईचोटि भयो इनफ भयो के हो दुईजनाको त छुट्टै सरसल्लाह चलिरहेको के हो दसैँ कस्तो भइरहेको त दसैँमा मेला जान्छ केटी पट्याउँछु नक त यस्तै हो तर इन्ट्रेस्ट चाहिँ बबाल भइरहेको छ तपाईँहरू कस्तो के भइरहेको छ कमेन्ट गर्नु होला रात त्यसै ढल्किँदैछ अलिक धेरै गराइदिनु क्या गोली ल ल Oh my god! थाक्यो यार
निधारमा चट्ट जमरा छ पहेँलो जमरा छ निधारमा टक्क रातो टीका छ कहाँबाट आउनु भयो अलिकति यो टाइपको दिउँ भनेको त कस्तो नङ भयो त यार दसैँ भनेको यो क्या दसैँ भनेको आम्मा ओए दाइ कति गिलास भइदियो कसम 3 गिलास हो यहीँनिर भर्खरै क्या चिउरीको भनेपछि म यहाँनिर टाउको ठोकिन्छ भने डर छ उयो आयो तीन हो अहिलेको अहिले मोहन दाइले कस्तो मन गराउनु माथि जान बोलायो आमाले जम्कै बोले नाकैमा बुलाकै यसमाले गरबारै हो गाउँलेको बोलीले गाडा खोला छोराको गीतले अल्झेरा के गर भुलेरा के गर नाच्न गाउन लाग्यो रहर नाच्न गाउन लाग्यो रहर हामी चाहिँ अब यहाँबाट खलङ्गा डाँडाको तर्फ लाग्दैछौँ देख्न सक्नुहुन्छ आजको हाम्रो टिका चाहिँ लगभग सकिसकेको छ हामी चाहिँ डेस्टिनेसन भनेको चाहिँ खलङ्गा डाँडा हो हाम्रो चाहिँ होइन हामी चाहिँ खलङ्गा डाँडा यो देखिरहनु भएको छ यो डाँडा रहनेछ त्यो डाँडामा हामी चाहिँ जाँदैछौँ देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो गएर पनि हामीले अब हैखराङको त्यहाँ गएर पनि हाम्रो यो हैखराङको के कस्तो हुन्छ भिउहरू तपाईँहरूलाई अपडेट गर्नेछौँ प्लिज वाच गरिदिनु होला लास्टसम्म हामीलाई हेरेर साथ सपोर्ट दिनु होला होइन यता चाहिँ हाम्रो बिग सर दाइ हुनुहुन्छ दसैँ यस्तै हुन्छ हाम्रोतिर चाहिँ पक्रा एकछिन भिडियो चाहिँ अहिले यो कट गर्नुपर्छ प्लिज हामी त लड्न आँटेको अवस्थामा छौँ होइन यो चाहिँ कट गर्नुपर्छ बाटो देख्न सक्नुहुन्छ बाटो चाहिँ फेरि यस्तो उस्तै छ यहाँ चाहिँ यता रक्सी बोक्नु लगाइरहेको छ देख्न सक्नुहुन्छ त्यही भएर यस्तो अप्ठ्यारो भइरहेछ नि यति अप्ठ्यारो भइरहेछ देख्न सक्नुहुन्छ ल बाटो हामी भिडियोलाई चाहिँ अहिले पज गर्न गइरहेको छौँ किनकि म झर्न आँटेको पछि हामीले यहाँबाट टिप हान्दै आइरहेको छौँ होइन अनि त्यो भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ यो माथि डाँडामा जाने चाहिँ हाम्रो यो माथिको डाँडा चाहिँ डेस्टिनेसन छ भने अब यहाँबाट चाहिँ के हो यो के बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यो आयो यो त ओ कसरी जानुहुन्छ त बाटो छ त बिचराहरू ल अब चाहिँ हामी फेरि टिप हान्नुपर्ने हुन्छ त्यो भएको कारणले हामी चाहिँ फेरि वी विल ब्याक आवर होम कुन ए साँच्ची त हो त हुन्छ बिस्तारै ल अहिले चाहिँ हामी फाइनल्ली मेरो चाहिँ यो नेक्स्ट बाइक रहेको छ अनि अहिले चाहिँ हामी फाइनली वी आर अराइभ आवर डेस्टिनेसन अनि अहिले चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ वाउ लुक एट दिस भ्यू हे एभ्रीवन त्यो चाहिँ हाम्रो रहेको छ यो हाम्रो चाहिँ एकदम हाम्रो गाउँ रहेको छ आवर भिलेज त्यो चाहिँ हाम्रो गाउँ रहेको छ अनि देख्न सक्नुहुन्छ वाट अ ब्युटिफुल तपाईँहरू नै जज गर्नु सक्नुहुन्छ कति राम्रो छ भनेर अनि त्यही हो एकदम हामी सबैजना यहाँ कसै टिकटक बनाउने काम चलिरहेको छ भने कोही डान्सिङ अनि फोटो पोज सबैजना एकदम चलिरहेको छ
अनि यही हो कसम म चाहिँ कसम ठोकै दिएर भन्छु कि कसम लुक एट दिस भ्यू क्या गाइज कसम ओ माई गुडनेस कसम फाइनली हामी चाहिँ एकदमै अहिले चाहिँ फिलिङ हेभन क्या स्वर्गमा यस्तो फिल भइरहेछ एकदम हाम्रो चाहिँ अनि त्यही हो अलिकति दसैँले गर्दाखेरि हामी सबैजनाको हल्का होइन टाइम पनि त्यस्तै भइदियो मिल्दियो होइन एकदम खुसी लागिरहेको छ अनि त्यही हो एकदम बबाल लागिरहेको छ डाँडामा सबै फ्यामिलीहरूसँग आएर यसरी बस्नु पाउँदा एकदमै डेफिनेटली हामी अब रमाइलो फिल भइरहेछ अनि त्यही हो एभ्री वान बहिनी कस्तो फिल भइरहेछ के भनिदिनुहोस् मेरो यो भिडियोमा चाहिँ 1 मिलियन क्रस हुनुपर्छ भ्युज अरू कुरा थाहा भएन मलाई के कसो ल अब चाहिँ हामी बहिनीहरू चटपटे खाने भन्ने खालको कुरा भइरहेछ अब हामी चटपटे लिन जान्छौँ अनि त्यही हो एकदम स्टिल वाचिङ माई ब्लग एभ्री वान एकदम लाइक सेयर एन्ड सपोर्ट पनि गर्नु पर्यो मेरो भिडियोलाई अनि त्यही हो माया देखाइदिनु पर्यो सपोर्ट देखाइदिनु पर्यो एभ्री वान अनि त्यही हो आजको फेरि अहिलेको राइडमा चाहिँ मेरो बहिनी हुनुहुनेछ लाग्दैछौँ अब हजुरहरूले हेर्दै गर्नु होला हाम्रो ब्लगलाई यस कन्टिन्यू किप वाचिङ किप कन्टिन्यू एभ्री वान अनि त्यही हो अब हामी चटपटे लिन जान्छौँ अनि त्यसपछि आएर फेरि त्यहीँदेखि कन्टिन्यू हाम्रो भिडियो आउँछ ल स्टिल वाचिङ माई ब्लग एभ्री वान थ्याङ्क्स फर वाचिङ हजुर बिचरा हाम्रो फुफू अनि फुफू पनि आउनुभएको छ आमामा फुपूलाई पो आगो देखेको रहेछ त फुपू पख्नु त्यहाँ फुबस्नु फोटो खिचिदिन्छु म बबा लागेको रहेछ जोर से बोलो हैप्पी बर्थडे ल फेरि